हेलो साथीहरू, वेलकम छ मेरो ब्लगमा। इट्स मी लकी। अनि आज चाहिँ हामी हिँडिरहेछौँ यत्तिकै। अब कता जाने गेस कहाँ जाने हो। हामी लमैबाट हिँड्यौँ होइन, अब घोराइतिर जाने भन्ने प्लान छ। अब घोराइ गएपछि के हुन्छ अब त्यही गएपछि थाहा हुन्छ होइन। अहिले चाहिँ उकालोमा राइड गरिरहेको बा यो टेम्पोवाला यस्तो कुदाइरहेछ, ओभरटेक गर्नु पनि गाह्रो हुने गरेर होइन। यो बाटोमा एकदम धेरै ट्रिपरहरू हिँड्ने भएको हुनाले अलिकति अप्ठ्यारै छ बाटो। अब हामी चाहिँ अहिले उकालो ओह्रालो घुम्टी सबै हुँदै हुँदै गइरहेछौँ। अब केही बेरमा हामी पुगिन्छ टक्क होइन। त्यसपछि हुन्छ रमाइलो। म चाहिँ हाम्रो नवीन भाइसित दुईजना टक्क आज बिदा बोर लाग्यो होइन। बाटो उकालो त्यसमाथि घुम्टी ल घोराइ बजार आइपुग्यो हामी। अब नेपालको चल्ने झन्डा राखेको बजार रमाइलो बजारबाट यसो माथितिर त्यहाँ एउटा ठाउँ छ अरे, जाउँ ल। आइयो हामी होइन, टक्क रमाइलो ठाउँ ताल भएको अनि ढुङ्गा पनि छ होइन। ग्रिन फरेस्ट रिसोर्ट। अब यहाँ चाहिँ माछा, त्यहीँको माछा खाने अनि हाँस खाने होइन। फिसिङ गर्ने भनेको अलिकति मिलेन, हामीसित साधन उपलब्ध भएन होइन। यता बाजेले पारिरहेको थियो, जाल फालिरहेको थियो, परेन भाइ भन्दै थियो होइन। छैन माछा भन्ने कुरा गरेको थियो, त्यही भएर हामीले नि त्यति इन्ट्रेस्ट दिएन होइन। एकछिन घुमियो हेरियो अनि त्यतिन्जेल हाँसको परिकारहरू, हाँस खाने भन्ने कुरा थियो होइन। चिङसिङ खेलियो एकैछिन, रमाइलो भयो। कसैले ठेलिदिनु पर्ने रहेछ होइन, आफै त नसक्ने। हल्लाउनु न बसे दिनभरि के गर्ने। थोरै एकछिन मात्र हल्दै हुन्छ, त्यो चाहिन्न। अरे बहिनी आएर ठेलिदियो। ल आफू भाग बहिनी, छाडिदियो ल। थ्याङ्क यू ल बहिनी है। यही भयो त भइगयो त होइन। एकछिन खेलेपछि अब के गर्ने त बोर लाग्यो अनि ढुङ्गासुगा चढ्ने भन्यो होइन। ढुङ्गा चढ्नतिर लाग्यो। एकैछिन त मजा लागिरहेको थियो, पिङ धेरै बेर पिङ खेलेपछि अनि झ्याउ लाग्यो फेरि के गर्ने त। दाइ अब एकछिन त्यहाँ आउँछन् अहिले टक्क ढुङ्गा चढ्ने हो होइन। यो बेला अब हाँसको परिकार पनि आयो ल, कट्निसी आयो, कट्निसी खाने टक्क। अनि त्यस कस्तो छ नवीन? कस्तो छ नवीन? कस्तो बेस्ट है, कस्तो मान्नु दामी छ अरे होइन। जिलामै भन्छ त्यो मिठो छ त्यो, दामी थियो ल। यहाँ भण्डारा वडा नम्बर 16 के अरे मामा, यो नाम गङ्गटे तालमा छौँ हामी दिउ दाई, हाम्रो मामा, म है। हाम्रो चाहिँ अहिले यहाँ बोटिङ भइरहेको छ होइन दाइ। लेभल मिलाएर है, नत्र गाह्रो पर्छ फेरि। म ड्राइभिङ गर्ने मान्छे हो नि ल बाबा। त्यसलाई चाहिँ ब्लगिङ जस्तो होस् क्या, त्यो मतलब खिची नै रह्यो भने पनि सिन अरू केही खिचेन ल। दाइ यस्तो गर्नु टाइटानिक पोज गर्नु न, टाइटानिक पोज गर्नु भयो दाइ। ल जाउँछु म दाइ।
सर्प पनि देखेको थिएँ अरे सर्प पनि थियो होइन खोलामा के अरे तालमा मैले टार्गेट एउटा सर्पको टार्गेट के गर्छौ गर छाल समुद्रको छाल जस्तो होइन झ्याल छ नि झ्याल झ्याल बाहिर ताल होइन हामी चाहिँ यहाँ एकदम त्यो हेर्दाखेरि कस्तो देखिन्छ भने डेन्जर ठाउँमा बसिरहेको रहेछ यिनीहरू समुद्रकै किनारमा होइन ब्लगर बनाउँछु यता त छैन ब्लगर हो दाइ हजुर दाइ यो चाहिँ हाम्रो हाँसको के हो हाँसको ग्रेभी हाँसको ग्रेभी होइन हाँसको आइटम भनौँ ल खाऊ न त दामै छ